हेलो साथीहरू, गुड आफ्टरनुन सबैलाई। म चाहिँ आज आफ्टरनुन टाइममा चाहिँ यो बनाउँदैछु। यो चाहिँ हो टोटोलाको फुल। मलाई चाहिँ साह्रै मनपर्छ। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? अगर मनपर्छ भने कमेन्ट गर्नुहोला। यहाँ चाहिँ छ पानी बोइल हुँदैछ टोटोलाको फुलको लागि र म यो बनाएर चाहिँ कन्टिन्यू गर्दैछु। र यहाँ चाहिँ बोइल हुँदैछ। अब यसलाई चाहिँ बोइल गरेर चाहिँ मजाले निचार्नुपर्छ। हेर्नुहोस् है। र यहाँ चाहिँ बोइल भइसकेको छ है। अब चाहिँ म यसलाई बनाउँदैछु। यहाँ चाहिँ रेडी भइसकेको छ है। अब चाहिँ हामी खाने। यहाँ चाहिँ हाम्रो बहिनी छ। कस्तो लाग्यो तपाईलाई? एकदम दामी लाग्यो खाना। दामी भएछ। अन्डा लाएर बनाएको टोटोला हो। खानुपर्ने चाहिँ यस्तो हो। यसले भात रुचाउँछ हो। एनर्जी आउँछ शरीरमा। राम्रो छ। ल र हामी चाहिँ अब यहाँ खानु आँटेको खाना यहाँ चाहिँ छ है। सब्जी त्यही मैले टोटोलाको फुल बनाएको र यहाँ गुन्द्रुकको झोल, यहाँ छ साग, यहाँ डल्ले भात र यहाँ बहिनीले पनि खाँदैछ। बहिनीले चाहिँ त्यस्तोहरू खाँदैन र चाहिँ उसले चाहिँ बन्दाकोपी खाँदैछ। मलाई चाहिँ बन्दाकोपी मन पर्दैन। म चाहिँ यस्तो खाँदैछु।